हेलो र अहिले भने चाहिँ म आज चाहिँ मेरो प्रोग्राम चाहिँ जोरमङ्गलामा छ। त्यसले गर्दा अहिले भने चाहिँ म जोरमङ्गला आइपुगेको छु। बिहाबाट सिधा आएको बाइक चाहिँ कसको? अब चाहिँ टर्निङ भने चाहिँ यहाँ आइपुगेछ। ल आज भने चाहिँ हामी कार्यक्रमलाई सुरुवात गर्न लागिरहेछौँ। विशेष आज चाहिँ हामी जोरमङ्गलामा छौँ। जोरमङ्गलाको कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। ल विशेष हाम्रो लामा हिस्से लामा उहाँ हाम्रो लामा छिटो र त्यसले गर्दाखेरि अब हामी सँगै कार्यक्रम सुरुवात गर्दैछौँ। आज भने हामी जोरमङ्गलाको एक कार्यक्रममा छौँ। अनि सम्पूर्णमा नमस्कार भन्दै आज भने चाहिँ म यहाँ जोरमङ्गलामा आइपुगेको छु। र विशेष आजको मेरो उपस्थितिको उद्देश्य भनेदेखि चाहिँ आज यहाँको नानीको शुभ कार्यक्रम रहेको छ। र विशेष कार्यक्रम चाहिँ छेवारको रहेछ र छेवारको कार्यक्रम चाहिँ अहिले केही समय अगाडि सकेको छ। र आज भने चाहिँ म सानो एउटा भिडियो लिएर हजुरसँग उपस्थित भइसकेको छु। र विशेष मेरो साथमा हुनुहुन्छ हिस्से लामा है, जो चाहिँ तल मगरजुङबाट साङमाबाट। त्यसले गर्दाखेरि यहाँ हाम्रो भाइ हुनुहुन्छ है। उहाँ चाहिँ हाम्रो भाइ एकदमै। म चाहिँ खरसाङ अङ्गटेबाट। अब मेरो एउटा च्यानलमा एउटा सानो यहाँ दुईजना छोरीहरू छोरा अनि छोरी छन्। यहाँ छोराको चाहिँ हाम्रो आज छेवार हो के भाइ? तसिदले भनेको फ्यापुला भन्यो। फ्यापुला ल र यसरी सुरु हुन्छ मेरो आजको भिडियो चाहिँ यहाँबाट। र यहाँ चाहिँ घरको आसिङ हुनुहुन्छ उहाँ चाहिँ हाम्रो लामा। ल र यहाँ नानीहरू, यहाँ हामी चाहिँ भाइसँग, यहाँ उहाँ जोजो। ल नातिको विषयमा भन्नु पर्यो तपाईँले। ल माम नातिको मेरो याङ्कीको छेवार हो, ठुलो गरिदिएको, बिहा जस्तै गरिदिएको मैले। कति खुसी हुनुहुन्छ? एकदम धेरै खुसी। तपाईँ दामी। अब हामी पर फेरि जाँदैछौँ होइन? पर हलमा जाँदैछौँ हामी। पर हलमा जाँदैछौँ सबैजना लगेर एकदमै ल मिठो छ।
ल अहिले भने चाहिँ म निक्लिसकेको छु यात्रा बसको यात्रा चाहिँ